अब चाहिँ किरण चेम्जोङ दाइले चाहिँ हैन रिटायरमेन्ट लिएर चाहिँ हैन दीप कार्की जस्तो गोलकिपरलाई पनि मौका दिनु पर्यो कि यार नेसनल टिमबाट खेल्नको लागि। इफ हैन किरण दाइले चाहिँ यो गेम हेर्नु भएको छ भने हैन दीप कार्की दाइको हैन त्यसपछि उहाँले पनि रियलाइज गर्नुहुन्छ होला कि अब चाहिँ मैले छोड्नु पर्छ, यो भाइलाई चान्स दिनु पर्छ भनेर उहाँले सोच्नुहुन्छ होला कि। हिजोको यो गेम जस्तो यार खतरनाक मैले हैन नेपाली फुटबल इतिहासमै देखेको थिएन के। एउटा म्याचमा हैन यति धेरै सेभ्स हान्नु भएको के, यो पनि नेपाल सुपर लिग जस्तो टुर्नामेन्टमा के। फेरि दीप कार्की दाइले एउटा गेममा चाहिँ राम्रो पर्फर्मेन्स देखाएर चाहिँ मैले भन्न खोजेको होइन, उहाँको खेल चाहिँ हरेक म्याचमा एकदम राम्रो हुन्छ। उहाँले खेल्नु भएको फर्स्ट म्याचमा पनि उहाँले एमभिपी पाउनु भएको थियो अनि हिजोको खेलमा पनि एमभिपी पाउनु भयो होइन। यस्तो दामी खेल्नुहुन्छ होइन उहाँले, कुरै नगरौँ के यार। अनि उहाँको मैले लोकल टुर्नामेन्ट्सहरू पनि थुप्रै हेर्थेँ कि पहिला पनि। अनि दीप कार्की दाइले चाहिँ कति त्यो बेस्ट गोलकिपर अवार्डहरू पनि पाउनु भएको छ कि उसको बेस्ट पर्फर्मेन्सको कारणले। अनि एनएसएलमा चाहिँ एकैचोटि कि अनसोल्ड हुँदाखेरि चाहिँ मलाई अचम्म लागेको थियो कि हाउ इज इट पोसिबल क्या, लाइक त्यस्तो बबाल खेल्ने किपर होइन कसरी अनसोल्ड हुन सक्छ यार। सबै यो पोलिटिसियनहरूले गर्दाखेरि नै यस्तो भएको भन्ने कुरा पनि थाहा भयो होइन। र फाइनली लास्टमा चाहिँ बुडो लुम्बिनी एफसीले चाहिँ हिरालाई चिन्नु भयो र बुडो लुम्बिनी एफसी क्लबमा चाहिँ ल्याउनु भयो होइन। अनि दीप कार्की दाइको त्यो प्रदर्शन डिस्क्राइब गर्ने कुनै ओर्ड नै छैन कि।